सो गाइज म चाहिँ स्कुलबाट आएँ हेर्न सक्नुहुन्छ यति राम्रो छ भ्यू त चाहिँ म चाहिँ 1 बजे चाहिँ स्कुलबाट छुट्टी लिएर आएको हो गाइजहरू अनि म चाहिँ अब यस्तो कामसाम गरेर थकिन सकिन हुनुपर्ने हुन्छ गाइज अनि यतातिर छ त्यति राम्रो छ हजुर गाइजहरू हजुर आउँछ गाइजहरू म चाहिँ आँटीतिर हिँड्दैछु नि गाइजहरू यस्तो छ मेरो पारा अनि कमङ्गललाई चाहिँ मैले स्याम्पू दिएँ अनि यस्तो चाहिँ म कहाँ चढेको छु भन्नुहुन्छ भने म चाहिँ यस्तो ठाउँमा चढेको छु कमङ्गल उतामा जानु भएको छ यो चाहिँ मम्मीले हिजो लाएर फोहोर गराइदिइसक्नु भएछ यहाँ पनि फोहोर भएको तर पाएँ चाहिँ मैले आज लगाएको फोहोर भएको छैन फेरि यस्तो भिडमा चढेँ भन्नुहुन्छ होला त्यति भिड छैन मैले यहाँ लप्सीको मिठाई बनाएको थिएँ गाइज अनि हेर्नु न यति राम्रो चट्ट पारामा बनेको छ लप्सीको मिठाई यहाँ चाहिँ हात कालो लाला गाइज अरू हेर्न सक्नुहुन्छ मिठाई यति खान्छु चट्ट पारामा खानुपर्ने हुन्छ गाइज मैले कता राख्ने हो मैले यतै सनै समात्छु तर त्यति डर भएको रहेछ त्यहाँ चाहिँ मान्छे आउनुभएको थियो अनि म चाहिँ गराइनँ भ्लग चाहिँ गाइजहरू कमङ्गल अङ्कल चाहिँ त्यहाँ धारा जानुभएको छ तान्नै नसकिँदो रहेछ कि यहाँ चाहिँ यस्तो हुँदो रहेछ जम्मू तान्ने त हौ खस्ला से गाइज मिठो छ अझै सुक्दैछ अब निकाल्नु रहेछ गाइज गराएको गाइज तपाईँहरूले चाहिँ मेरो भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला मैले यति राम्ररी भ्लग बनाएको छैन तैपनि राम्रो मानेर तपाईँहरूले राम्रो ठानेर कमसेकम कमेन्ट लाइक सब्सक्राइब गरिदिनु होला अनि टिकटकमा पनि हाम्रो कमङ्गललाई फलो गरिदिनु होला गाइज कसैले चाहिँ फेरि नदेख्नु होला भ्लग चाहिँ कमल नेपाली भ्लग हान्नु होला गाइज हाउ छ अनि मैले अब चाहिँ यसरी कामसाम गरेँ कमङ्गललाई खाजासाजा दिएँ कमङ्गललाई खाजासाजा दिइसकेपछि चाहिँ अब भाँडा मार्नु पर्ने हुन्छ कमङ्गललाई चाहिँ मैले चाउचाउ पकाइदिउँ कमङ्गल भनेको चाहिँ पर्दैन भन्नुभयो अनि पर्दैन भने सकेपछि चाहिँ मैले पनि ल त नि भने गाइज अब चाहिँ म यस्तो छ आयरनको हालत त्यो पनि चिज च्याट्ट पार्छु अनि हेर्नु किचन रुमको हालत पनि त्यति राम्रो छैन हेर्नु अब म ट्याक्क बढाल्छु लिप्छु मतलब नि त लिप्न त लिप्दैन भोलि लिप्छु अनि यो चाहिँ जम्मै बाहिर लानुपर्ने हुन्छ गाइज अनि फेरि काम गरिने उता नानी भन्दै काम त गर्ने हिँड्छौ त्यही भ्लग बनाउनेहरू चाहिँ तिम्रो काम भन्नुहुन्छ भने त्यस्तो नभनिदिनु होला गाइज मैले सकेको काम गरिरहेको छु देखिसक्नुहुन्छ सकेको काम त गरिरहेको छु गाइज हेर्नु नसकेको काम चाहिँ मैले गर्दिनु भने होइन यता चाहिँ बिहान भाँडा माझेर गएको हो अनि कुनै भाँडा रहेको थिएँ त्यो चाहिँ हाम्रो कान्छा बाले माझ्नु भएको हो
भाडा साह्रै मिलाउनु पर्ने हुन्छ अब गाइज अनि फेरि भेटौँला ओके बाई बाई ओके बाई त भन्दिनँ ओके एकैछिनपछि भेटौँला ओके बाई सो गाइज मैले चाहिँ यहाँ यति राम्रो बनाएर भाडा मिलाएको छु तपाईँले घर आमा बाबालाई सहयोग गर्नुहुन्छ कि गर्नुहुन्न मैले त मम्मी चाहिँ आज केही कामले बाहिर जानुभएको छ अनि मैले चाहिँ यहाँ घरको यस्तो काम गरेको छु गाइजहरू त्यति जात्रै त गरेको छैन तपाईँहरूले पनि कोही धेरै साथ दिनुहोला आफ्नो आमा बाबालाई गाइजहरू अनि अब चाहिँ मैले यो बडाल बुढ पार्नु पनि हुन्छ मैले त्यति राम्रो भ्लग त गराएको छैन त्यही पनि तपाईँहरूले आमा बाबाले सहयोग गर्नुहुन्छ कि नै मैले चाहिँ उता भाडा मिलाएर चट्ट अब यहाँ बडाल बुलेट पार्छु गाइजहरू अनि उस गरौँला भोलि पर्सि भेटौँला आज चाहिँ यति नै